नमस्कार सबैजनालाई है सेवान्ने यहाँ हुनुहुन्छ गुरु हाम्रै गाउँमा है रिम्बामा चाहिँ 15 वर्षको उमेरमै यसरी धेरै पटक बिमारहरू भएर सताएर आखिरमा लास्ट अन्तिममा चाहिँ उहाँलाई एउटा झाँक्री हुने लक्षण रहेको रहेछ है र उहाँले अहिले धेरै विद्याहरू सिक्नुहुँदैछ। गुरु यता हुनुहुन्छ है। गुरु तपाईँको नाम चाहिँ के हो? मेरो हरिकुमार छेत्री। उहाँ हुनुहुन्छ पापुङ निवासी है। उहाँले चाहिँ यहाँनिर हाम्रो बहिनीलाई धेरै विद्याहरू दिएर उतार्नु हुँदैछ। उहाँले स्कुललाई पनि ब्रेक गरेर बस्नुभएको छ है बहिनीले। बहिनी चाहिँ स्मिता राई हो, हाम्रै गाउँको हो है। उहाँले चाहिँ स्कुल ब्रेक गरेर पनि धेरै बिमार भएर चाहिँ अब नसकेर नै चाहिँ उहाँले चाहिँ अब अहिले ठिक छ। अहिले चाहिँ ठिकै छु म। कति सिक्दैछौ तिमी? के भयो 3 मन्थ भइसक्यो मैले। 3 मन्थ भयो है। अब देवबत्ती चाहिँ कहिले हुन्छ? देवबत्ती चाहिँ अब यो भनौँ वैशाखी पूर्णेको पञ्चमी हुँदैछ। अझै 5 महिना छ भनौँ। यस्तो छ है। उहाँको